नमस्ते सबैमा। म चाहिँ यहाँ बजारदेखिबाट यता जाँदैछु, घरतर्फ जाँदैछु है। यहाँ चाहिँ रातको समयमा चाहिँ एकदमै खाली हुने रहेछ है। हुन त अहिले ठ्याक्कै 8:30 भयो, यतिको खाली छ। सबैजनाले भिडियोलाई हेरेर साथ दिनु होला है, के कस्तो सल्लाह सुझाव दिनु होला। यो चाहिँ कुन बाटो भन्दाखेरि लगनखेलबाट बसपाडदेखिको तल्लो लाइनको बाटो हो। र यहाँबाट चाहिँ कहाँ पुग्छ भन्दाखेरि सिधै तलको गर्खुको बाटो पुग्छ है। गर्खु चोकमा जाने बाटो हो। खाली छ, रातको समयमा एकदम खाली हुँदो रहेछ। म हिँड्दैछु, यहाँबाट जाँदैछु होइन। एकदमै अहिले चाहिँ खाली छ। दिउँसोको समयमा यही ठाउँमा चाहिँ सटरहरू खुल्ने अनि त्यसपछि हरेक हिसाबले चाहिँ मानिसहरूको आवाजाव धेरै हुन्छ। र अहिले चाहिँ बेलुकाको समय भएर हो खाली छ। सररै देख्न सक्नुहुनेछ, सरर जान मिल्छ। अहिले चाहिँ खाली भएको बेलामा हिँडडुल गर्दाखेरि एकदमै सहज वातावरण हुन्छ होइन। ठ्याक्कै म अहिले यता तल बिच बाटोमा आइसकेँ र यहाँ चाहिँ एकदमै ठुल्ठुलो घरहरू छ। हेर्नुहोस् त, पुरानो घरहरू पनि त्यति छ है, नयाँ घर पनि त्यति छ। र यतातिर चाहिँ भित्र ठाउँमा चाहिँ एकदमै खाली पनि छ। तपाईँले कुनै पढ्नको लागि कुनै कोठाहरू लिनको लागि चाहियो भने चाहिँ यो एरियामा सहजै उपलब्ध हुनेछ है। खाली घरहरू पनि धेरै छ यहाँ है। ठ्याक्कै म चाहिँ यहाँ आइपुगेँ। म लुकुसी गेटमा आइपुग्न लागिरहेको छु। लुकुसी गेट भनेको चाहिँ गर्खुदेखि उकालो बाटोमा छ र त्यही बाटोसम्म म यात्रा गर्नेछु। त्यो बाटोसम्म पुगेपछि मैले तपाईँहरूलाई भिडियोलाई चाहिँ मैले अन्तिम रूपमा लिनेछु। अहिले म यता हिँडिरहेको छु हेर्नु। ठिक छ, रमाइलो छ है। अहिले चाहिँ सटरहरू भक्काभक बन्द भइरहेछ। सटरहरू चाहिँ भक्काभक सटरहरू बन्द हुँदैछ र आवाजाव चाहिँ एकदमै कमै छ। र दिउँसोको समयमा एकदमै भिड हुन्छ। बसपाडदेखिबाट लगभग कृष्ण मन्दिर जाने बाटो र तल गर्खु जाने बाटो र सबै ठाउँ चाहिँ भिड हुन्छ। अहिले चाहिँ त्यति साह्रो भिड छैन र म हिँडिरहेको छु। भक्काभक सटरहरू बन्द हुँदैछ। व्यवसाय गर्ने मित्रहरू पनि आफ्नो ठाउँमा पुग्नुपर्छ होइन। अब खाना बनाउनु पऱ्यो होइन। कति प्राय मित्रहरू चाँडै बन्द गरेर जानुहुन्छ होइन। र आज चाहिँ पानी पनि पर्ला जस्तो भएको थियो। र अहिले चाहिँ एकदम त्यति साह्रो क्लियरै छ, त्यति पानी पर्ला जस्तो छैन र हावाहरू चाहिँ चलिरहेको छ। र म यहाँ आइपुगेँ। एकदमै ठुलो छ बाटो, त राम्रै छ तर पनि हिँडडुल गर्नलाई सहजै छ। यहाँ राम्रो छ वातावरण पनि। म ठ्याक्कै त्यो माथिल्लो यताबाट पनि पुग्छ है, कृष्ण मन्दिर जाने बाटो यता पनि छ। यहाँबाट पनि कृष्ण मन्दिर पुग्छ। र औद्योगिक क्षेत्र, पाटन औद्योगिक क्षेत्र पनि पुग्छ यहाँबाट होइन है। यो बाटो हुँदै जानुभयो भने चाहिँ पाटन औद्योगिक क्षेत्र पुग्छ है। यो बाटो देखिरहेको छ नि होइन। यो बाटो चाहिँ औद्योगिक क्षेत्र पुग्छ है, यो पाटनको। यहाँनिर चाहिँ तपाईँलाई भन्नुपर्दाखेरि हामीले जुन मिनी वाटर बोतलको पानीहरू खान्छौँ नि, यहाँ यो उता बन्छ है। अनि जारको पानी हामीले पिउँछौँ नि, त्यो जारको पानी पनि यही बाटोबाट चाहिँ जान्छौँ है। यता अब तल गर्खु जाने बाटो यहाँ ओह्रालो छ, देख्न सक्नुहुन्छ। ओह्रालो बाटो र एकदमै स्पिडमा जाँदाखेरि गाडीहरू लड्ने समस्या पनि हुन्छ। यहाँ चाहिँ एकदमै ख्याल गरेर जानुपर्छ। यो लुकुसी गेटभन्दा माथिको बाटो हो। यो लुकुसी गेटभन्दा माथिको बाटो हो। यो चाहिँ सहजै देखाउँछु। तर ओह्रालो छ है। ओह्रालो बाटो जानु भएपछि चाहिँ यहाँनिर ठ्याक्कै लुकुसी गेटबाट तल ठ्याक्कै चाहिँ यहाँनिर
हामी गरखु जाने बाटोमा छौँ है। पक्कै पनि हामीले बनाइरहेको छु। पक्कै पनि सबैजनाले हेरेर साथ दिनु होला। अन्तिमसम्म हेर्नुभयो भने पक्कै पनि तपाईँहरूले लाइक कमेन्ट सेयर पनि गर्न सक्नुहुनेछ होइन। कतिपय मित्रहरूले हेर्दै हुनुहुन्छ भने अन्तिमसम्म हेरेर साथ दिनुहोस् र पछिलाई पनि भिडियोहरू आउनेछ होइन। के कस्तो छ सल्लाह सुझाव भन्ने पक्कै पनि दिनु होला। सल्लाह सुझाव दिनुभयो भने पक्कै पनि अघि बढ्ने अवसर पनि पाउनेछु होइन। कुनै कुरामा अघि बढ्नको लागि एक्लैले गर्दाखेरि कुनै पनि कुरा सम्भव हुँदैन। साथमा साथ हातमा हात मिलाउनु भयो भने पक्कै पनि हरेक कुराहरूमा चाहिँ अगाडि बढ्न सहज वातावरण मिल्नेछ भन्दै अहिले मैले यताबाट गएको बाटोहरूलाई म सबैले देखाउँछु र धेरै पसलहरू बन्द भइसकेको छ। क्रमशः बन्द हुँदै गइरहेको छ र त्यही लुकुसी गेट मैले भनेको थिएँ त्यो गेट यहाँ टक्क तपाईँलाई देखाइदिन्छु। त्यो गेट चाहिँ यहाँ अगाडि छ। त्यसपछि म यता जान्छु है। त्यहाँनिरको बाटो लुकुसी गेट है त्यो देखिरहनु भएको छ। म चाहिँ यता जान्छु अब। यहाँबाट भित्र जान्छु म चाहिँ। सफा छ एकदम सफा छ बाटो। यो ढुङ्गा ओछ्या छ यहाँ चाहिँ। सफा छ बाटो ढुङ्गाहरू ओछ्या छ। यति राम्रो गर्छ। हेर्नुहोस् सहजै छ बाटो एकदम सजिलो बाटो छ। ढुङ्गा बिछाएको छ। अँध्यारो भयो क्या त्यही भएर होला अलिकति देख्नै गाह्रो भयो त। अब म निक्लिसकेँ। ओके म धेरै यता आइसकेँ। धेरै नजिकै आइसकेँ। यहाँबाट भित्री बाटोमा आइपुगिसकेको छु। पक्कै पनि सहजै भिडियो बनाउँदै म अन्तिम चरणमा आइसकेको छु। पक्कै पनि सबैजनाले हेरेर साथ दिनुभयो धेरै धेरै धन्यवाद। पछिको भिडियोमा पनि यस्तै कन्टेन्टहरू लिएर आउनेछु। माया गरेर साथ दिनु होला। ओके बाई।